बेस्ट फोन्स अन्डर 40,000। फ्रेन्ड्स, यदि तपाईहरु पनि यो प्राइस पोइन्टमा अहिलेको समयमा एउटा राम्रो फोन खोज्दै हुनुहुन्छ भने तपाईहरुले सही भिडियोलाई क्लिक गर्नुभएको छ। आजको भिडियोमा म तपाईहरुको लागि नेपालमा पाइने 40,000 मुनिका बेस्ट फोन्सहरु लिएर उपस्थित भइसकेको छु। फ्रेन्ड्स, यदि तपाईहरुले यो भिडियोलाई अन्त्यसम्म हेर्नुभयो भने पक्कै पनि तपाईहरुले आफ्नो लागि राम्रो फोन किन्नु हुनेछ। र जति पनि फोनहरुको बारेमा जानकारी दिँदैछु तपाईहरुले यिनी सबै फोनहरुलाई नेपालको जुनसुकै ठाउँबाट सजिलै किन्न सक्नुहुनेछ। अनलाइन पर्चेसको लागि लिंक चाहिँ डिस्क्रिप्सन बक्समा राखिदिनेछु, त्यहाँ गएर पर्चेस गर्नु होला। अब तपाईहरुको टाइम वेस्ट नगरी सुरु गरौँ आजको भिडियो। फ्रेन्ड्स, भिडियो सुरु गर्नु अगाडि एउटा हम्बल रिक्वेस्ट गर्न चाहन्छु। हामीहरु हजुरहरुको लागि रिसर्च गरेर राम्रो फोनहरुको भिडियो लिएर आइराखेका हुन्छौं र यिनी भिडियोहरुबाट धेरै जसो साथीभाइहरुको फाइदा पनि भएको छ। सो त्यो कारणले गर्दा आगामी दिनमा अरु यस्तै राम्रो कन्टेन्ट बनाउनको लागि प्लिज हामीलाई चाहिँ सपोर्ट गर्नु पर्यो। तपाईहरुको सपोर्टले नै हामी आगामी दिनमा अरु यस्तै राम्रो भिडियो लिएर राख्ने छौं। हजुरहरुले केही गर्नु पर्दैन, मात्र यो भिडियोलाई लाइक शेयर कमेन्ट अनि च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला। यदि गर्नुभयो भने हामी आगामी दिनमा अरु यस्तै राम्रो कन्टेन्टहरु लिएर आइराख्ने छौं। फ्रेन्ड्स, अब सुरु गरौँ आजको टपिक। आजको भिडियोमा म तपाईहरुको लागि 5 वटा फोन लिएर उपस्थित भइसकेको छु। त्यसैगरी नम्बर 5 मा रहेको छ नथिङ फोन 3A लाइट। फ्रेन्ड्स, यो फोनको बिगेस्ट हाइलाइट के छ भने तपाईहरुलाई यो मोबाइलमा क्लीन नथिङ ओएस र ट्रान्सपेरेन्ट डिजाइन दिएको छ। डेली युसेजको लागि फोन एकदमै स्मुथ छ। सोशल मिडिया, युट्युब, मल्टिटास्किङ सबै राम्रो छ यो फोनमा। तर क्यामेरा भने यो मोबाइलको डिसेन्ट छ र डिस्प्ले पनि 120 हर्ट्ज को एमोलेड छ। तर यो मोबाइलको गेमिङ परफर्मेन्स बाँकी फोनहरुको जस्तो राम्रो छैन। सो यदि तपाईहरुलाई क्लीन युआई र राम्रो डिजाइन भएको फोन खोज्नु भएको छ भने तपाईहरुको लागि यो फोन बेस्ट हुन सक्छ। फ्रेन्ड्स, अब हामी कुरा गरौँ नथिङ फोन 3A लाइट मोबाइलको प्राइसको बारेमा। यसको 8+ 128GB लाई 38,979 मा पाउनुहुनेछ। त्यसैगरी नम्बर 4 मा रहेको छ Realme 15T। फ्रेन्ड्स, यो मोबाइलको मेन हाइलाइट के छ भने तपाईहरुलाई यो मोबाइलमा 7000 mAh को म्यासिभ ब्याट्री दिएको छ। यानी कि तपाईहरुलाई यो मोबाइलमा एकदमै राम्रो ब्याट्री ब्याकअप र चार्जिङ स्पिड पाउनुहुनेछ। बाँकी फोनहरु भन्दा यो मोबाइलको ब्याट्री ब्याकअप पनि एकदमै राम्रो रहेको छ। र बाँकी स्पेसिफिकेसनको बारेमा कुरानु पर्दा तपाईहरुलाई यो मोबाइलमा चाहिँ 120 हर्ट्ज को एमोलेड डिस्प्ले र परफर्मेन्सको लागि MediaTek Dimensity 6400 Max भन्ने चिपसेट दिएको छ, जुन चाहिँ एउटा 5G चिपसेट हो। नर्मल युसेजको लागि र बेसिक गेमहरु खेल्नको लागि तपाईहरुलाई यो मोबाइलमा त्यस्तो कुनै प्रब्लम आउने छैन र यो मोबाइलको क्यामेरा सेटअप पनि ठिकठाकै रहेको छ। फ्रेन्ड्स, यदि तपाईहरुलाई 40,000 को प्राइस पोइन्टमा एउटा Realme को फोन चाहिएको छ भने तपाईहरुको लागि यो फोन चाहिँ बेस्ट हुन सक्छ। त्यसैगरी नम्बर 3 मा रहेको छ Infinix GT30 5G। म सिधा भन्छु, तपाईहरुलाई 40,000 को प्राइस पोइन्टमा गेमिङ फोन खोज्नु भएको छ भने यो फोन चाहिँ एकदमै बबाल रहेको छ। किनभने तपाईहरुलाई यो मोबाइलमा एकदमै राम्रो गेमिङ परफर्मेन्स पाउनुहुनेछ। साथमा गेम खेल्दाखेरि यो मोबाइल त्यस्तो हिट पनि हुँदैन। अर्को कुरा के भने फ्रेन्ड्स, तपाईहरुलाई यो मोबाइलमा 1.5K एमोलेड डिस्प्ले दिएको छ। साथमा 144 हर्ट्ज को फास्ट रिफ्रेश पनि, यानी कि गेम खेल्नको लागि डिस्प्ले एकदमै स्मुथ हुनेवाला छ। डिस्प्ले चाहिँ यो मोबाइलको एकदमै राम्रो रहेको छ र ब्याट्री तपाईलाई यो मोबाइलमा 5500 mAh को ब्याट्री, जसलाई चार्ज गर्नको लागि 45 वाट को चार्जर बक्समा पाउनुहुनेछ। ब्याट्री ब्याकअप पनि तपाईलाई यो मोबाइलमा राम्रो पाउनुहुनेछ। तर क्यामेरा भने यो मोबाइलको चाहिँ डिसेन्ट रहेको छ र बाँकी फोनहरु भन्दा यो फोन अलिकति सस्तो पनि छ। अब हामी कुरा गरौँ Infinix GT30 मोबाइलको प्राइसको बारेमा। यसको 8+ 256GB लाई 36,979 मा पाउनुहुनेछ। त्यसैगरी नम्बर 2 मा रहेको छ Redmi Note 15 5G। फ्रेन्ड्स, बाँकी सबै फोनहरु भन्दा यो फोन चाहिँ मल्टिमिडियाको लागि एकदमै बबाल रहेको छ। किनभने तपाईलाई यो मोबाइलमा OLED डिस्प्ले दिएको छ। साथमा यो मोबाइलको परफर्मेन्स पनि ठिकठाकै रहेको छ र क्यामेरा तपाईलाई यो मोबाइलमा 108 मेगापिक्सल को प्राइमेरी सेन्सर, साथमा 8 मेगापिक्सल को अल्ट्रा वाइड सेन्सर पनि पाउनुहुनेछ र सेल्फी क्यामेरामा चाहिँ 20 मेगापिक्सल को सेल्फी क्यामेरा सेन्सर दिएको छ। नो डाउट यो मोबाइलको क्यामेरा सेटअप पनि एकदमै राम्रो रहेको छ र ब्याट्री तपाईलाई यो मोबाइलमा 5520 mAh को ब्याट्री र यो मोबाइलले 45 वाट को चार्जिङ सपोर्ट गर्दछ। तर चार्जर तपाईले अलगसँग किन्नु पर्ने हुन्छ। फ्रेन्ड्स, अब हामी कुरा गरौँ Redmi Note 15 5G मोबाइलको प्राइसको बारेमा। यसको 8+ 256GB लाई 39,979 मा पाउनुहुनेछ। त्यसैगरी नम्बर 1 मा रहेको छ Nothing CMA Phone 2 Pro। फ्रेन्ड्स, यो मोबाइललाई नम्बर 1 मा राख्नुको मेन रिजन के छ भने
तपाईलाई यो मोबाइलमा टेलिफोटो लेन्स दिएको छ र साथमा गेमिङ पर्फर्मेन्स पनि तपाईलाई यो मोबाइलमा एकदमै राम्रो दिएको छ र बाँकी स्पेसिफिकेसनको बारेमा कुरानु पर्दा तपाईलाई यो मोबाइलमा 6.67 इन्चको FHD प्लस एमोलेड डिस्प्ले पाउनुहुनेछ। साथमा 120 हर्ट्जको फास्ट रिफ्रेश रेट पनि दिएको छ। ओभरअलमा डिस्प्ले चाहिँ एकदमै राम्रो रहेको छ। त्यसैगरी क्यामेरा तपाईलाई यो मोबाइलमा 50 मेगापिक्सलको प्राइमेरी सेन्सर, 50 मेगापिक्सलको टेलिफोटो लेन्स र 8 मेगापिक्सलको चाहिँ अल्ट्रा वाइड सेन्सर र सेल्फी क्यामेरामा चाहिँ 16 मेगापिक्सलको सेल्फी क्यामेरा सेन्सर दिएको छ। नो डाउट मोबाइलको क्यामेरा सेटअप पनि एकदमै राम्रो रहेको छ र ब्याट्री भने तपाईलाई यो मोबाइलमा 5000 mAh को ब्याट्री र यो मोबाइलले 33 वाटको चार्जर सपोर्ट गर्दछ, तर चार्जर तपाईले अलगसँग किन्नु पर्ने हुन्छ। फ्रेन्ड्स, अब हामी कुरा गरौँ नथिङ CMA फोन 2 प्रो मोबाइलको प्राइसको बारेमा। यसको 8+ 128GB लाई 38979 मा पाउनुहुनेछ। फ्रेन्ड्स, यिनी सबै फोनहरू मध्ये तपाईहरुलाई कुन फोन मन पर्यो त्यो फोनको नाम चाहिँ कमेन्टमा लेखिदिनु होला। अब फाइनल ओपिनियनको बारेमा कुरानु पर्दा गेमिङको लागि Infinix GT30, ब्याट्रीको लागि Realme 15T, मल्टिमिडियाको लागि Redmi Note 15 5G र अलराउन्डर फोन चाहिँ नथिङ CMA फोन 2 प्रो रहेको छ। ल त साथीहरु, यति नै थियो आजको भिडियो तपाईलाई कस्तो लाग्यो? भिडियो मन परेमा एउटा लाइक पनि गरिदिनु होला। यदि नयाँ साथीभाइहरुले हाम्रो च्यानललाई पहिलोपटक हेर्दै हुनुहुन्छ भने प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। अर्को भिडियोमा भेटिने बाचा गर्दै आजलाई बिदा लिन्छु। हवस्, धन्यवाद। जय नेपाल।